यो चिउरी त कसैले टिप्दैन नरे के यो एनी चिउरी उले टिप्छ बर्खामा ढुङ्गा आउँछ अरे ढुङ्गा डाइरेक्ट यहीँ आउँछ अरे त्यही भएर टिप्दैन ढुङ्गा त तलैसम्म जाने रहेछ क्या यहाँबाट त पल्टाइदियो भने त होइन के खसाली उ त अब आउनु पर्यो टिप्न त्यसो भए चिउरीको बोट पनि थियो यहाँ कता हो यहाँनिर मामाको घर अहिले गाडी आयो मामाहरू हुनुहुन्न अब गाडी आउने बाटो चाहिँ राम्रो भयो हैन ऊ उताबाट रिपाची हेरौँ परबाट त्यहाँबाट यसै आउँला यस्तो पुरा कलेज जाने र नै बाटो छ कि माथि उता परबाट हेरौँ कान्छा घर पुरी यहाँनिर एउटा रुख दुई तिनवटा रुख थियो नि ठुल्ठुला
यही हो त्यो आँपको अर्को आँप थियो र अर्को आँप झार्दै चाहिँ बाटाले उताबाट हेरौँ न रिपाजाङ बाटोबाट पोखरी रहेछ हैन यहाँ हैन पोखरी भएको के अरे धारो भएको यहाँनिर हो धारो हैन यो पोखरो भयो यो घर भयो यो त अलि वर्षपछि त यो त यहाँ त राजाको घर थियो भनेपछि यो पूजा गर्न आउँछन् मान्छे यहाँ यो राजाको बस्थ्यो उहिलेको पालाको घर हो भनेपछि यहाँ चाहिँ पूजा गर्न आउँछन् पर्यटकीय हुन्छ यिनी असुराका बोट बिजोकै भएछ नि यो ठ्याक्कै यो कान्छा मामाको घर भएको ठाउँ हैन यो यहाँ हैन ऊ हुनी सिमीका बोटहरू हुन्थे हैन यहाँ यो हाम्रो कान्छी माइजूको घर ल ऊ यहाँनिर बसेर कतिचोटि खाइयो क्या हामीले भात यहाँ हो के घर त्यो पुलामीको त ए यहाँनिर हो के यत्रो बुटो उम्रियो रहेछ यहाँ यहाँ धुम थियो हैन यहाँनिर कान्छा मामाको हो क्या
मल खाँदो थियो यही हो कि घर ठ्याक्कै हाम्रो त यति गाह्रो पनि छैन पानी माथि हिँड्दा चाहिँ माथि गएर खाने हो एउटा भित्र रहेछ होइन उताबाट छ होला भनेको बाटो पल्लो साइडबाट पल्लो साइडबाट त मूलबाटै भएको र त्यो चाहिँ मल खातो हो त्यहाँनिरको मेन घर चाहिँ यो हो के छोरा आउनुभयो भित्र त्यही हो यो गोठको गाह्रो हो र गोठको गाह्रो यो गोठको गाह्रो हो गोठदेखि माथि उँभोको यो गोठ हो बाटो त छैन पन्साइ आउनुपर्छ यो यहाँ छ यो अहिले तिमी हिँडिराखेको गोठ हो के त्यही धुमसुम भएको के अरे मेन गाह्रो चाहिँ यो होइन सधैँ आइन नगरे मामा लाग्छ अलिअलि यिनी पनि गाह्रो तपाईँले बनाएको होइन मिस्त्री लगाएको बनाएको पहिला चाहिँ इँटा बसेको त्यहाँबाट यहाँबाट त्यहाँ घर बनाएको घरको घर यो यता यत्रो पाती उम्रेछ अन्त यहाँ त यो पाती थिएन घर गोठमा छौँ हो यो चाहिँ हो घर चाहिँ यो लैन्छन् क्या हो त्यो लगेन छन् क्या उदौ गाह्रो अघि गइयो होइन यो छानो होइन यो छानो होइन र गाह्रो यही आँखो बमियाद भन्ने कत्ला थियो आँगनको डिला यस्तो माथि आँगनको त्यो घरको सुरदेखि माथि रहेछ कटर त्यहाँ थियो क्या अर्को त्यहाँदेखि अलिकति थियो दुब्लायो चाहिँ क्या हो यो दुब्लाएको हो कि अर्कैवाला हो काटी उस गराएका हुन् त्यो चाहिँ त्यसको पोखामा अलिकति थियो कि त्यो बुटो देखिन्छ नि त्यही बोनसाई छानाको ढुङ्गा त देख्दैन म त लैछन् के मान्छे लयो होला नि हैन लयो जस्तो लाग्यो छानाको ढुङ्गा के हुन्छ कति खाइन्छ अब त्यही अनुसार ए भोलि गइहाल्ने हो ए ल हुन्छ त्यसो भए कति चाहिन्छ भन न आफै सोच विचार गरेर ल्याउनु यता अडि पर जानु नाइ के अडि पर यस्तो आजको बारी अहिले यो भिडियो आयो क्या हो कलामा जाँदा
थाक्यो भने बोकाउँदा यसको त तना कुस्के त कहिले तना बाँध्ने